हेलो गाइज, आज हामी यस्तै रमाइलो गर्दै उपल्लो बाछाको कोट मन्दिर दर्शन गर्दै हाम्रो चेलीबेटी दिदी कच्ची दिदीको घरमा गएर रमाइलो गरिनेछ। ल यता ढोकाले लाउ ल। अलि यता नाच्छ आँखा घोकिन्छ दिदीको। धन्यवाद है धन्यवाद रमाइलो गरिदिनु भयो। धन्यवाद। यस्तो जोस हुनु पर्यो नि हाम्रो दिदीको जस्तो। हेर्न तिनीहरू रमाएको होला नि। हेर्नु रमाको स्वागत गर्न आएको। त्यो अझै राख्नु रे ल हिँड्नु न। त हुनुहुन्छ कि कता गइन्? ए काठमाडौँ गएको छैन? बाबु भाउजू त नरहेछ क्या
चाहिँ कान्छी छ यो नानी छोरीको मामा हुनुहुन्छ। मुड फ्रेस यता हेर कहाँ जाँदै रे बहिनी हामी? बाछाकोट। ऊ त्यो गाउँ के गाउँ हो बहिनी? ए उधै हो ए अँ ए अस्मिताको घर गाउँ हेर्नु न कस्तो राम्रो छ दिदी। ए अघि देखेको हामीले त्यो झुमुक्क परेको छ नि त्यो गाउँ अस्मिताको गाउँ हो के? ए वहाँ अब हामी माथि गएर तल झरेको अहिले होइन माथिबाट देखेको वहाँबाट देखेको नि त हामीले। ए अँ त्यो अस्मिताको गाउँ हो। हाम्रो यताको पाखामा पर्छ कि दिदी ठ्याक्कै त्यसको त्यो यतापट्टि जङ्गल छ नि त्योबाट यता आएपछि ए हिँड्नु यसरी तल सारा मन्दिर जाने भनेपछि अलिकति दुःख कष्ट भोग्नुपर्छ, दुःख कष्ट पनि गर्नुपर्छ। कसको घर हो नि कान्छी यहाँ? हो कस्तो छ हो हालखबर? वा रिना छोरी अलको चुच्चोको यतापट्टि अर्को सानो डाँडो ठुलो बस्तीको तल्लो बस्तीको अलि यतापट्टि एउटा बिचमा जङ्गल छ अनि खोल्सा छ अनि यतापट्टि ए अँ हो त्यो लाइन हो ए ए चित्रदाईको घर यही हो माथि माथि ढुङ्गाले खाएको ए त खारेको ठाउँमा तलतिर नि खान्छ माथि नि खान्छ अँ त्यो माथिल्लोमा अलि धेरै खारे रहेछ नि माथि। ए चारवटा झ्याल देखेको नानी दिदीको घर कति राम्रो रहेछ। दिदीको घर त कस्तो राम्रो ठाउँमा रहेछ नि त। कमाया फुपूको घर, कमाया फुपूको घर। स्या भयो उकालो। पसिना गर्मी भयो। राम्रोसँग सम्याएको के आलु खानुभएको छ है। के अरे दिदी यो ठाउँको नाम? काफलसरा। ए काप्लेसरा। खोइ त आउनु भएन है। दिदीहरू आउने क्रम बिचरा थाक्नु भएछ।
दिदी र म चाहिँ अगाडि आयौँ। हेर्नु त पसिना पसिना लुच्रुपै भन्छ पसिनाले। के छ हाल खबर दिदी? हामीलाई लैजाऊ है। सेते हिँड 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 त ल हिँड। सबैभन्दा माथिको घर है दिदी, कुन्ती दिदीको घर सबैभन्दा माथिको। ए रायल दिदीको माइत। के गरेको नि तिमीले? टिभी हेरेको हौ, मोबाइल हेरेको हो? के हेरेको नि मोबाइलमा? टिकटक हेरेको हो? हाम्रो छोरीलाई गाह्रो भयो आउन। यता दिदी ओए सेते नजा माथि बागाउला। यो गेट बनाएको चेलीबेटीद्वारा बसेछ रहेछ, लेखेको रहेछ। यो बजाउन हुन्छ नि आउँदा त। पहिला उताको बाहुन आउँथ्यो यहाँ। मैले त बालिदिइसक्यो। मलाई देऊ त कान्छी 10 रुपियाँ। हजुर त उडाउँछ क्या हो भाइ कान्छी पैसा त। त्यो त बाकसभित्र हालिदिने हो। त्यहीँ हालिदिउँ है। भयो कान्छ हामी त पाँचजना बाटो हामी चाहिँ भर्याङ सिजीको बाटो। ल है एक ग्रुप आइपुग्यौँ, अर्को ग्रुप आउँदैछ बिस्तारै। कहाँ आइपुग्नु भयो होला? हामी आइपुग्यौँ। बस्नु पर्ने भाउजू।
कति राम्रो रहेछ घर त है के है कस्तो राम्रो है छोरी आइपुग्यौँ है यात्रा दिदी गाह्रो भयो बेसरी रमाइलो है एकदम रमाइलो भयो रमाइलो हामी चाहिँ पर्वत जिल्लाको बाछा गाउँमा हाम्रो ज्वाइँ साहबको घर भन्नुपर्छ है ज्वाइँ साहबको घर हाम्रो नन्दा काची बहिनीको घरमा आइपुग्यौँ यति रमाइलो भएको छ कि आजको दिनमा हामीलाई जस एकछिन चाहिँ आकाश कराएर के गरौँ कसो गरौँ बनायो नि हामीलाई डराउनै दियो है मोबाइल स्विच अफ गर्छु भने हुँदैन हुने डरलेको है मोबाइल स्विच अफ गर्छु भने के हो टिल्ला बनाउन त कान्छ ल है हगे आउँदै रहनु राम्रो देखिनु भयो हजुर ल दिदी ल नआत्तिकन अलि चाँचाड खानु है ल दिदी बत्ती बाल्दा आज यहाँ आधेर आउने भयो ए यहाँ टोडको दिदी थोरै मलाई चाहिँ थोरै ल थोरै नि टोडको चाहिँ ठुलो बनाउने फेरि थोरै भन्ने होला हजुर ल ल ल ल सुरु मलाई देखेन यार परेन है योलाई यहाँ राख्छु म अफ गर्छु ल ल ल खोइ घिउको भाँडै चल्नु घिउ है ल हेर है मेरो जेठानीले खाना पकाएर राख्छु भन्थ्यो नि यहाँ फोन आएको कि मेरो जेठानी घाँटिया नअड्किकन खानु खाना पकाएर राख्ने हामी आयो भने ल के ल भन्थ्यो बिचरा होइन फोन गरेको के भन्छ घन्टे मुलाबारीबाट सिरबारी के त नि त्यो यतापट्टि हो नि बाटोमै पर्छ क्या खानेकुरो त खायो नि पुग्न पर्यो हाम्रो गाडी चल्नु गाडीले धोका दिने भयो गाडीको लिएर ओ दिदी नमस्कार कति मिठो हो दिदी हामी त यहाँ पर्वत बाछामा ढेँडो खाँदैछौँ है लोकल ढेँडो यो जुनी भरि तिम्रो नै भन्छु जानेको कसम खाएर भन्छु यो जुनी भरि तिम्रो नै भन्छु झ्याप्पै 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 आइले
खाने म त गीत पनि जान्दैन त्यसै गाह्रो हुने बसेर गर्नु चिसो हुन्छ त्यहाँ राम्रो देखिन त्यहाँबाट के जाडो भयो मलाई खुसी कता त्यही हो 8 दिने दिदी जानु न
जान्ने मान्छे नि किन हो मुनाको कति नाच नभए नि साथमा म त चिनो हेर्छु रातमा छलको मेटिना छलको मेटिना पर्खिरहेको बसे लौ यहाँ नानी अहिले त यो हो त्यो त गहिरो यो मायाको नाच्नु न एकछिन नाच्नु के जाने त एकछिन के अहिले त आउनु अहिले त आउनु दुईजना रिनाले त अब त यो गाउँ फर्केर आउँदैन भने जस्तो लाग्यो मलाई त्यो उकालो हिँड्दा भन्यो होला भनेर कहिले कहिले त हिँड्नु पनि पर्छ है मान्छेहरू त कस्तो कस्तो ठाउँमा जान्छ नि जान्छ
कतिलाई भाइरल गर्न पर्यो क्या नाना मलाई त पुग्यो जा यता पनि नाचम 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 हो ल ल हेर छिट्टै आउँछु सबैको मुथुन्ना बाग्लुङ बजार मायालु म त लास्टै एनर्जी कम भयो क्या म त नाच्दिन मायालु हेलो गाइज आजलाई यति नै
मेरो भिडियो कस्तो लाग्यो हेरेर कमेन्ट गरिदिनु होला, मन परे लाइक सब्स्क्राइब गरिदिनु होला।